नमस्ते, नमस्कार। म चाहिँ राजाराम शाह। मेरो घर महोत्तरी बनौटा पर्छ, तर हाल म यहाँ मिथिला बिहारी वार्ड नम्बर 2 मा अवस्थित हाम्रो स्कुल मिथिला सरस्वती बोर्डिङ स्कुल को प्रधानाध्यापक अर्थात् फाउन्डर प्रिन्सिपलको रूपमा म कार्यरत छु। यहाँ हाम्रो स्कुल स्टार्ट भएको लमसम हाम्रो 12-13 वर्ष भइसकेको हो। म चाहिँ यहाँ तन मन धनले चाहिँ निरन्तर रूपले काम गरिरहेको छु अनि हाम्रो शिक्षक शिक्षिकाहरू पनि राम्रै वातावरण बनाएर चाहिँ कार्यरत अर्थात् काम गरिराख्नु भएको छ भनेर म चाहिँ महसुस गरिरहेको छु। अनि अर्को कुरो थपमा हाम्रो अहिले को समय भनेको सरस्वती पूजाको समय हो। हाम्रो माता भनेको विद्याकी देवी माता सरस्वतीको पूजाको लागि हामी तयारी गरिरहेका छौँ। यो पूजामा हजुरहरू अर्थात् शिक्षक प्रेमी बुद्धिजीवी एवं समस्त यहाँ समाजमा भएका बुद्धिजीवी वर्गहरूमा हाम्रो स्कुलको परिवार अर्थात् मिथिला सरस्वती बोर्डिङको परिवारको तर्फबाट हजुरहरूलाई यहाँनिर हाम्रो शुभ र उत्तर प्रगतिको लागि हामी चाहिँ हार्दिक निमन्त्रणा गर्न चाहन्छु अर्थात् शुभकामना व्यक्त गर्न चाहन्छु। यसपालि हाम्रो स्कुलको तर्फबाट नर्सरीदेखि कक्षा 6 सम्मको लागि भर्ना चाहिँ सुरु गरिएको छ, जसमा हाम्रो चाहिँ यो महिनाको फी चाहिँ माफ गरिएको छ र त्यो लगायत एडमिसन चार्ज पनि फी अर्थात् लाग्ने छैन भनेर म चाहिँ जानकारी गर्न चाहन्छु। यसको साथसाथै हाम्रो यहाँनिर होस्टलको पनि व्यवस्था गरिएको छ अनि हाम्रो वातावरण पनि एकदमै राम्रो छ भनेर म विश्वासको साथ म चाहिँ काम गरिरहेको छु। हाम्रो टिमहरू चाहिँ काम गरिराख्नु भएको छ भनेर आश छ। अनि अर्को कुरो थपमा यसपालि हामी पुनः राम्रो बनाउनको लागि अझै हजुरहरूको आशीर्वाद माया स्नेह चाहिन्छ भनेर हजुरहरू आफ्नो बालबालिकाहरूलाई समयमा आएर आफ्नो बच्चालाई एडमिसन गराइदिनु होला भनेर म चाहिँ आशा गरे। नमस्ते, म चाहिँ सम्पूर्णमा हार्दिक निमन्त्रणा गर्न चाहन्छु। हस्त।